रातको ठिक 2:40 बजेको थियो। सबैजना सुतिसकेका थिए, तर त्यो पुरानो काठको सिटीमा कसैको खुट्टाको आवाज आइरहेको थियो। तर त्यो आवाज मान्छेको जस्तो थिएन। भन्ने गरिन्छ ख्या दुई प्रकारका हुन्छन्। सरल भाषामा सेतो ख्या र कालो ख्या। र यी दुई ख्याले राम्रो र नराम्रो पक्ष जनाउँछन्। अनि आज हामी कालो ख्यासँग सम्बन्धित एउटा डरलाग्दो घटनाको कुरा गर्नेछौँ। यो घटना एकजना साधना भन्ने भक्तपुरमा बस्ने युवतीको जीवनमा घटेको घटना हो। यो घटना बित्ने क्रममा साधना भन्ने एउटा युवती आफ्नो दैनिकी जिन्दगी सरल तरिकाले बिताइरहेकी थिइन्। एक दिन कुराको सिलसिलामा उसले एसएलजी पछि आफ्नो पुर्खाउनी गाउँ फर्केर केही हप्ता बस्ने निर्णय गरिन्। सबै कुरा ठिकै थियो। परीक्षा पनि एकदमै राम्रो भएको कारणले साधना एकदमै खुसी पनि थिइन्। उसले आफ्नो बुवासँग कुरा गरिन् र आफ्नो सोच अनुसार गाउँतिर लागिन्। गाउँ पुग्ने बित्तिकै वर्षौं पछि फर्केको आफ्नो ठाउँको माया र आनन्दले साधना भित्रैबाट एकदमै खुसी भइन् र यस खुसीले साधनालाई मनैबाट भिजायो। उनी खुसी थिइन्, धेरै खुसी। केही दिनसम्म सबै कुरा एकदमै राम्रै भइरहेको थियो। घर अलिक पुरानो भए तापनि आफ्नो बाल्यकाल त्यहीँ बितेको भएर होला साधनालाई त्यो पुरानो घर पनि एउटा महल जस्तो महसुस भइरहेको थियो। यस्तै गरी दिनहरू बित्दै जाँदा एक दिन साधना आफ्नो छिमेकतिर डुल्न जाँदा त्यहाँका मान्छेहरूले हल्का हाँस्दै सोधे, ए साधना, धेरै पछि गाउँ फर्केको छस्, तँलाई केही अनौठो अनुभव त भएको छैन? साधना झसङ्ग भइन्। त्यसपछि साधनालाई याद आयो केही रात अगाडिको उसलाई ऐठन लागेको घटना। उसले एउटा मधुरो अस्पष्ट छाया देखेकी थिए र घरको पुरानो काठको सिडीमा खर्याक गर्दै कसैको हिँड्ने आवाज सुने जस्तो पनि भएको थियो। तर उसले सोचिन्, सायद ऐठन लागेको भएर हो कि सायद नराम्रो सपना मात्र होला। र त्यो कुरा उसले त्यति बेला महत्त्वपूर्ण रूपमा लिएनन्। तर जति साँझ बढ्दै गयो, जति अँध्यारो हुँदै गयो, उसको मनभित्र डरको बीज रोपिन थाल्यो। आफ्नो सोचले उसलाई जुक्त गर्न थाल्यो अनि उसले सम्झियो, सानो हुँदा बुवाले भन्नुभएको कुरा, यो पुरानो घरमा चाहिँ नानी ख्या छ है, के त्यो कुरा साँचो त थिएन? समय बित्दै गयो, रात छिपिँदै गयो र त्यही रात सायद 2:40 बजेको थियो होला। साधनालाई एक्कासी शौचालय जानुपर्ने भयो र शौचालय जानलाई भर्याङबाट झर्नुपर्ने हुन्थ्यो। साधना भर्याङबाट झरी, तर झर्दै गर्ने क्रममा एक्कासी साधनाको आँखा अगाडि एउटा कालो आकार लामो जिब्रो निस्केको, हेर्दा अलि जनावर जस्तो तर पुरै जनावर पनि होइन, स्वाट्ट गर्दै सिडीबाट तल कुदेको जस्तो देखियो। साधना एक्कासी जम्न पुग्यो र अत्तालिएर आफ्नो कोठातिर कुदेर फर्कियो। साधनाले त्यो दिन त्यो देखेको र बितेको घटना कुनै जनावर होला, बिरालो होला सम्झी ध्यान दिएन। तर केही दिनसम्म यस्तै सानोतिनो घटनाहरू घट्दै गयो। उसको मन झन्झन अस्थिर हुँदै गयो र सहर फर्किने केही दिन अघिको रात लगभग 11 बजे एक्कासी बाहिर हुरी बतास चल्न थाल्यो। आकाश गर्जिन थाल्यो। निकै नै ठुलो पानी परेको कारणले हजुरबुवा र हजुरमुवा तलको कोठामा सुतिसक्नु भएको थियो र यसै कारण साधना चाहिँ माथिल्लो तलामा एक्लै। साधनाको कोठाभित्र एउटा मात्र टुकी बत्ती थियो र त्यो टुकी बत्ती पनि मिरमिर गर्दै बलिरहेको थियो। बतासले झन जोरले हान्दै गर्दा साधनाको मनभित्र अनेक कुरा खेल्न थाल्यो। यस्तै कुराहरू चल्दै गरेको अवस्थामा साधनाको आङ एक्कासी काम्न थाल्यो। उसलाई डर लाग्यो। डरको कारण साधनाले चिच्याउँदै आफ्नो हजुरबाले बोलाइन्, तर
सायद बाहिरको हुरी र बतासको कारणले होला आवाज यत्तिकै बिल्यो। केही जवाब आएन र अन्तिममा उसले आँट जुटाएर आफ्नो झ्याल बन्द गर्ने निर्णय गर्यो। केही उत्तर नआएको कारण साधनाले आफ्नो कोठाको झ्याल आफै बन्द गर्ने निष्कर्षमा पुगे। त्यसबेला साधनाले आँट जुटाएर आफ्नो खाटबाट निस्किएर आफूलाई डर लाग्दै पनि आफ्नो पाइला बिस्तारै सार्दै आफ्नो झ्यालतर्फ लागिन्। तर एक्कासी झ्याल ततर्किन थाल्यो। हावाहुरी झन् बढी आएको कारण बतासले त्यो निम्न आँटेको टुकी बत्तीको ज्यानले पुरा कोठा नै अन्धकार बनायो र टुकी बत्तीले आफ्नो ज्यान त्यागेपछि साधनाको सातो पुत्लो उड्यो र अतालिएर आफ्नो खाटमाथि गई सिर कोडेर लुक्न पुग्यो। डरको माहौल थियो। साधनाले आफ्नो सास थाम्न नसकिने गरी बढ्न थालेको महसुस गर्यो र बिस्तारै आफूलाई प्रश्न गर्यो, यो के हुँदैछ, म के गरौँ? त्यसै बेला साधनाले एउटा अनौठो आवाज सुन्यो। तल काठको सिडीबाट कोही सुस्तरी उसको नाम पुकार्दै गरेको थियो, साधना साधना। त्यसै बेला साधनाको कोठाको ढोका पनि ढक 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 गरी ढकाउन थाल्यो कसैले। साधना आत्तिन थाल्यो र के गरौँ कसो गरौँ हुँदाहुँदै उसले आफ्नो ज्यान जसरी भए पनि बचाउनु पर्यो भने जसो तसो भागेर तल आफ्नो हजुरबुवाको कोठासम्म कुद्ने निर्णय गर्यो। यसै क्रममा ऊ जुरुक्क उठ्यो र आफ्नो खुट्टाले भुइँ टेक्दा नटेक्दै एक्कासी भाग्न अघि नै कसैले चिसो हातले साधनाको खुट्टा च्याप्प समात्यो खाट तलबाट। यस्तो हुँदाखेरि साधनाले आफ्नो होस गुमायो। ऊ एक्कासी आत्तियो र उसको रगत जम्यो। ऊ के गरौँ कसो गरौँ भयो फेरि र बेहोसियो। यसै क्रममा साधनाले केही पनि चाल पाएन र बिहान भयो। बिहानी भएपछि साधनाको आँखा खुल्यो। ऊ बिउजियो र आफूलाई आफ्नो खाटमा अलपत्र रूपमा पायो। उसले सोच्न खोज्यो के भयो हिजो राति, तर केही पनि सम्झन सकेन। उसलाई याद थियो त बस त्यो डरलाग्दो घटना र आफू बेहोस भएको। उसले धेरै प्रयास गर्यो तर अन्तिममा केही पनि उत्तर नपाएपछि उसले आफूलाई प्रश्न गर्यो, के राति भएको घटना साँचो नै थियो या आफूले देखेको कुनै नराम्रो सपना मात्र? नमस्ते हजुरहरू सम्पूर्णमा, म एनार्क र हजुरहरूलाई यस्तै कथाहरू मनपर्छ भने मलाई प्लिज सब्सक्राइब गर्नुहोला। म सकेसम्म कन्स्टेन्टली पोस्ट गर्नेछु। धन्यवाद।